ल अहिले कस्तो छ तपाईँलाई लाउनु बिस्तारै आज कति महिना भयो अरे ल अब सिधा गर्नु सिधा यो गरेको चाहिँ हामीले 3 महिना पुग्न लाग्यो होइन अब खुम्च्याउने पुरै खुम्च्याउने पुरै कतिसम्म खुम्चिन्छ पुरै ओके सो अराउन्ड 120 130 खुम्चिन्छ अनि अर्को साइड सिधा पुरै सिधा ओके भेरी गुड फेरि सिधा गर्नु त्यसलाई यो लेफ्ट साइड चाहिँ 4 महिना पुग्न लाग्यो होइन ओके भेरी गुड नमस्ते अहिले अर्को एउटा यो हड्डी खिएको सेसनमा दोस्रो कथा लिएर म आउँदैछु डाक्टर रुपेश अहिले मेरो अगाडि हुनुहुन्छ योङटुङ ग्याल्सेन 68 years फ्रम मुस्ताङबाट हुनुहुन्छ अनि उहाँ चाहिँ मुस्ताङको रिङपोचे हुनुहुन्छ सो उहाँले चाहिँ मुस्ताङमा आफ्नो गुम्बाहरूमा पूजा गर्नुहुन्छ र उहाँको स्टुडेन्ट्सहरूलाई नेपाली स्टुडेन्ट्स विदेशबाट आउने स्टुडेन्ट्सहरूलाई पनि मेडिटेसन सिकाउनुहुन्छ र बुद्धिज्मको बारेमा सिकाउनुहुन्छ सो उहाँसँग चाहिँ म हड्डी खिएको बारेमा र हामीले उहाँलाई कसरी उपचार गरेको बारेमा केही प्रश्नहरू सोध्न चाहँदैछु यो बेसिकली चाहिँ एउटा इन्फर्मेसन पर्पजको कारणले हामी एउटा इन्टरभ्यू लिँदैछ सो उहाँ रिङपोचे हुनुहुन्छ र छेउमा चाहिँ हाम्रो तासी लामा फिजियोथेरापिस्ट जसले चाहिँ उहाँलाई रेगुलरली फलो गरिरहनु भएको छ उहाँ भन्दै हुनुहुन्छ र मोस्ट प्रोबेबली उहाँले चाहिँ अलिकता इन्टरप्रिटेसनमा चाहिँ अलिकति गर्नुहुन्छ होला सो नमस्ते रिङपोचे कस्तो हुनुहुन्छ सँगै हुनुहुन्छ सन्चै हुनुहुन्छ हजुर सो सुरुमा तपाईँलाई के समस्या थियो 당구 공원이랑 동딘나는 디나네 비지다 디로 나스 비고지다 나 두루거든 디나선 디나 주변에 디가 디자마는 디 봄에 타시는 디 메도 마그니 디마그니 스윈텐 다들 것들 펜스 되는 시간다 임 진행을 다 디가 디로 나라다 타시 나는 되네 디저만만 되나 그래서 그 야마도가 미소게 치즈 차가도 잡아가 쉬었음 거기라 맞아 막 뭐만 투스 방사절에 치즈 먹어요 정도 되는데 매 치즈 차가도 그래 되는 배나네 당분 난데가 난통이 그냥 되는 난 같은 자야마지가 제거지라 때문에 저희가 때문에 나는 진짜 되는 수련 같은 안데 수고 마지막에 뭐다 수고 마지막에 때 당찬한데 이제 되는 것도 되고 다른 것도 이제 되는 좀 답이 있나래 되는 안전 되는 보라는 같은 대체로 내가 된도가 되고 관계서 엑센션 되는 그리고 세대라도 다시 하겠다고 나한테 안 되는 되네 거기 나한테 되는 대수가 대화는 하잖아 아무지 아무도 되는 아주 뭐 되는 아무지를 배워서 야 그거 되는 아주 뭐잖아 되는 공 되는 아주 땅고서 손 되는 요 땅고 뒤따라 되는 줄에 뒤따라 난 내가 자서는 더 까마니가 로도 뭐다 내가 좀 많이 로도 말이야 되니 사인 주느라 सो अब हाम्रो रिङपोचेले आफ्नो भाषामा भन्नुभयो हामीले बुझ्ने अर्कै बुझ्नुहुन्न होला तासीजीले चाहिँ यसलाई इन्टरप्रेट गरिदिनुहुन्छ नेपालीमा भनिदिनुहुन्छ अहिले उहाँ गुरुले चाहिँ जुन चाहिँ सर्जरीभन्दा अगाडि चाहिँ उहाँले जुन चाहिँ महसुस भएको चाहिँ उहाँ हिँड्ने बेला दुख्ने अनि जुन चाहिँ पहिला उहाँले 3 घन्टा हिँड्न सक्नेमा 1 घन्टा हिँड्न सक्नेमा 3 घन्टा लाग्ने अनि उहाँलाई चाहिँ बारम्बार अब त्यो आवाज आउनेहरू भयो एकदम घुँडामा आवाज आउनेहरू भयो धेरै निकै नै उहाँलाई प्रब्लम भएको रहेछ अनि उहाँलाई अब धेरै त्यस्तो प्रब्लम हुँदा चाहिँ उहाँ पोखरामा आउनुभएको रहेछ अनि पोखरामा जचाएर अनि त्यहाँको डाक्टरहरूलाई सल्लाह गर्दा चाहिँ सकेसम्म काठमाडौँ गएको राम्रो हो उपचारको लागि अनि काठमाडौँमा आउने बेला चाहिँ फेरि गुरुले धेरै डाक्टर देख्दा चाहिँ अब उहाँले चाहिँ एउटा
दिन हेरेर सबै चिज उहाँले हेरेर डाक्टर रुपेशसँग गर्दा चाहिँ उहाँलाई राम्रो हुन्छ उहाँले विश्वास भएर अनि उहाँले डाक्टर रुपेशसँग सिल्भर लाइनमा कन्सल्टेसन लिएर उहाँबाट दिनहरू सबै हेरेर अनि उहाँले सर्जरी चाहिँ त्यसरी डिसाइड गर्नुभयो सो उहाँले भन्नुहुँदाखेरि चाहिँ उहाँको काम बेसिकली हाम्रो हिली रिजन्सहरूमा हिमालमा भएकोले र उहाँको काम पूजा गर्ने अरूलाई पढाउने शिक्षा दिने अहिले भनेको जस्तै हाम्रो आफ्नै देशको विदेशी मान्छेहरू उहाँसँग शिक्षा लिन आउनुहुन्छ मेडिटेसन सिक्न आउनुहुन्छ तर हिली रिजन भएको हुनाले चाहिँ उहाँले तलमाथि गर्नुपर्ने धेरै भएको हुनाले र हिँड्न गाह्रो भएको हुनाले एट द एन्ड अफ द टाइम चाहिँ र अर्को कुरा उहाँको चाहिँ लेफ्ट साइडको स्ट्रोक पनि भएको थियो होइन 2 वर्ष अगाडि चाहिँ लेफ्ट साइड स्ट्रोक पनि भएको थियो त्यसपछि उहाँ रिकभर हुनुभयो र त्यसपछि चाहिँ झन् हिँड्न गाह्रो भयो पेनको कारण बाहिर दुइटै घुँडा दुखाइको कारण चाहिँ झन् हिँड्न गाह्रो र त्यसपछि उहाँले चाहिँ अब डक्टरको सल्लाह लियो भने पोखरा आउनुभयो र पछि काठमाडौँ आएर चाहिँ एउटा जोइन्ट रिप्लेसमेन्ट भन्छ जोइन्ट हेर्ने निलो गर्नुभयो किन उहाँलाई धेरै आफ्नो काममै बाधा हुन थाल्यो होइन काममा बाधा हुन थाल्यो काम गर्न सक्नु भएन दुखाइ र कराउने आवाज आउने गरेको हुनाले चाहिँ काठमाडौँ आएर हामी कहाँ आउनुभयो र सुरुमा हामीले हेऱ्यौँ उहाँलाई एक्सरेहरू गऱ्यौँ होइन त्यसपछि सबै प्लानहरू गऱ्यौँ र उहाँको उमेर प्लस अरू कोमोर्बिडिटिजहरूको कारणले गर्दाखेरि हामीले चाहिँ एउटा कुरामा पहिला गर्ने त्यसको दोस्रो कुरा गर्ने एकैचोटि सँगै नगर्ने डिसाइड गऱ्यौँ र त्यसपछि हामीले चाहिँ सिल्भर लाइन हस्पिटलमा म र मेरो टिमले उहाँलाई चाहिँ पहिला बायाँ घुँडामा गऱ्यो अपरेसन होइन सो फर्स्ट लेफ्ट गऱ्यो त्यो झन्डै झन्डै अहिले 3.5 महिना भयो अराउन्ड 2-3 विक्स पछि हामीले दायाँ घुँडा गऱ्यौँ त्यो चाहिँ अहिले झन्डै 3.5 महिना 2 महिना हुनु भयो सो अब यो सबै गर्ने बेलामा चाहिँ अपरेसन पछि तपाईँलाई कस्तो फिलिङ भयो अपरेसन कति दुखाइ भयो अपरेसन गर्ने बेलामा र भन्नु सुरुको 1-2 हप्तामा कतिको गाह्रो भयो तपाईँ कति दुखाइ भयो अथवा हामीलाई कति असहज भयो त्यसको बारेमा केही भन्नुहुन्छ 제대로 나서다 제가 소리보다 지내다니요. 되는 제단거 땅제 제랑 가서도 꿈이었다. 되는 장이다. 아마 SCL 배면서 가고 옛날 가고 본 땅하다 다부가 다인선 다 찍는 다도 다들 되는 땅가서 나대 맞는 도와 봐주 뭐만 나대 좀 도와 다들 나대 좀 뭐다 봐 저도 가까이 본땅 맞은 건가 야 나이자 맞으러 가서 남아서 단 나이면도 디펜던도 맞지 त्यसलाई नागेर सेन्टाचाले तानेर अनि जुन चाहिँ उहाँ गुरुले भनेको अनुसार आफ्टर सर्जरी जुन चाहिँ उहाँको एक हप्ता जति चाहिँ एकदम गाह्रो नै भयो भन्दैछ दुख्ने भयो जुन चाहिँ पहिला एउटा मुभमेन्ट थियो एउटा बेन्डिङ भयो तन्गाउने त्यसमा चाहिँ एकदम गाह्रो भयो अनि केही 3 हप्तापछि चाहिँ उहाँलाई एकदम सजिलो भयो दुख्ने त निकै नै कम भयो अब अहिलेको सोच्दा चाहिँ अहिले अलमोस्ट मोर देन 3 मन्थ उहाँ जुन चाहिँ पहिला एउटा स्टिकको सपोर्टमा जान्थ्यो अहिले त विदाउट स्टिक उहाँ हिँड्नु हुन सक्नु एउटा भयो अनि प्लस अनि उहाँलाई चाहिँ अहिले दुख्ने चाहिँ एकदम 0 लेभलमै छ अनि पेन किलर खानुपर्छ पर्दैन भयो 而目前那个你首先里面的说抽的，是吧？现在在呢， अनि उहाँले चाहिँ अहिलेसम्म पेन किलर फर्स्ट डे उहाँको हस्पिटलदेखि डिस्चार्ज भएदेखि उहाँले पेन किलर एक खेप पनि खानु पर्यो That's very good. 看过了。 सो भनेको मतलब चाहिँ अब सर्जरी गरिसकेपछि 1 हप्ता जति चाहिँ तपाईँलाई दुखाइ भयो होइन यसको लागि हामीले गर्नु त्यसपछि बिस्तारै इम्प्रुभ हुँदै गयो होइन सो यो इम्प्रुभ हुने पछाडि जुन हामीले फिजियोथेरापी गऱ्यौँ नि त्यसमा जस्तै अब हाम्रो तासीजीले चाहिँ उहाँलाई घरैमा गएर एक्सर्साइजहरू सिकाउनु थाल्नुभयो वाज लुकिङ आफ्टर भेरी मच सो फिजियोथेरापीको रोल त्यसको इम्पोर्टेन्स चाहिँ कतिको छ जस्तो लाग्छ तपाईँलाई 那而且呢，那每次你下去买了当下去钱啊，你 physiotherapy 钱啊，但 physiotherapy 呢，它可是给钱我多，你多我来的是你们这些。 kita pergi jemput itu nanti yang saya buatan terapi macam mana kamu ada kami muda pun dia pajang suku yang mau buat dia ni tahu mana dia macam dia na yang kata orang saya kamu kumpul ada dia ni dia jadi jika kamu jangan sana dua cara kerja dia yang kata jemput itu
이런 제 레이다가 napjan pya usamba अनि उहाँले अहिले भने अनुसार जुन चाहिँ फिजियोथेरापीको कुरो उहाँहरू चाहिँ आफैले महसुस भएको चाहिँ यो एकदम फिजियोथेरापी हुने एकदम क्रुसियल रहेछ बिफोर एन्ड आफ्टर अनि जुन चाहिँ उहाँले सधैँ नै यो पहिला हामीले सुरु गर्ने दिनमै डाक्टर रूपेश र हाम्रो डाक्टर रूपेशको टिम अथवा म आफ्नोबाट तर्फबाट नि यो रिह्याब चाहिँ एकदम राम्रो गर्नुपर्छ उहाँले एकदम ठुलो रियलाइज भयो अरे त्यो अनुसार फर्स्ट डेदेखि नै उहाँको एउटा सोर्स मैले चाहिँ एक्सर्साइज चाहिँ राम्रै गर्नुपर्ने रहेछ अहिले एउटा फिल गर्दा चाहिँ एउटा साँच्चै नै रहेछ भने उहाँले महसुस भयो भन्दैछ So physiotherapy role is very important in एकदमै इम्पोर्टेन्ट छ अपरेसन गर्नुभन्दा पहिला अपरेसन गरिसकेपछि इमिडिएटली र उहाँ त हामीले दोस्रो दिनमै हिँडाएको थियो सर्जरी गरेपछि दोस्रो दिनमै हिँडाएको छ सो आई थिङ्क इट्स अ भेरी गुड इन्फर्मेसन फर मी उहाँबाट हामीले धेरै राम्रो इन्फर्मेसन पायौँ genes ni wala genes tu kalau manusia kampung mana tu kampung mana tu kan jadi ngalah dah ini tipi musim lupa se yang mati lah tu kan jadi kampung kaya kaya buat manusia tu kan tak tindak jadi ini langsung yang je tunjuk orang sana ngalah dokter kan jadi apa tu अनि उहाँले चाहिँ के एउटा स्मल एउटा मेसेज चाहिँ के छ भने यो जुन चाहिँ एबभ 60 एज अथवा एबभ 50 एज त्यो जुन चाहिँ घुँडा खिने भयो हड्डी खिने एउटा एजिङ प्रोसेस हो भन्नुभयो उहाँले त्यो सबैलाई हुन्छ तर त्योमा चाहिँ डराउनै भएन एउटा जुन चाहिँ डाक्टर रूपेशको टिम जस्तो उहाँलाई अब त्यस्तो एउटा सुविधा छ भने सबैजना एकचोटि डाक्टर रूपेशको टिमसँग एकचोटि भेटघाट गरेर छलफल गरेर त्यसो गर्नु भनेछ Namun gimana dah sudah dah sudah di cekuk dan cekuk tu apa je, di macam mana niat dia kata anda dah yang tujuan nana, junjung jadi kunci tu macam mana, dah jadi sekarang nanti kau, di nana kau dah anda dah yang dah semua, di nana jadu apa. अनि अर्को चाहिँ उहाँले के भन्नुभयो भने यो जुन चाहिँ दुखाइ भनेको सबैलाई हुन्छ इफ त्यो दुखाइलाई आफैले 20 वर्ष 10 वर्ष भोग्नुभन्दा पनि उहाँले एउटा जुन चाहिँ त्यो दुखाइ भोग्नु भएको तीन महिनामा उहाँले कम्प्लिट गर्नुभयो कि अनि त्यो 3 महिना त्यो थेरापीदेखि लिएर एउटा राम्रो डाक्टरहरूसँग छलफल गरेर ट्रिटमेन्ट लिनु भन्दा पनि त्यो लिनु चाहिँ बेस्ट हो इन्स्टेड अफ अब 20 वर्ष 10 वर्ष दुखेर राख्नुभन्दा So pain is more important. Pain अब उहाँको जस्तो अब हामीले हेर्ने बेलामा चाहिँ सबै बिरामीलाई अपरेसन चाहिँदैन होइन इट्स मोर हामीले चाहिँ एक्सरेलाई उपचार गर्दैनौँ कि एक्सरे जस्तो भए पनि अब नराम्रो भएको बडी अपरेसन गर्नुपर्ने हुनसक्छ होला तर बिरामीको निड के छ बिरामीको डिमान्ड के छ होइन कोही कोही सेडेन्टरी होला सुतेर बस्छ तर उहाँ त एक्टिभ हुनुहुन्छ होइन हि वान्ट्स टु बी मोर एक्टिभ अझै काम गर्न चाहनुहुन्छ अझै हिँड्न चाहनुहुन्छ सो उहाँ जस्तो मान्छेहरूले चाहिँ सुरुमा उपचारको विधिमा सबै चिज सकेर पनि जस्तै एक्सर्साइज औषधि सबै चिज सकेर पनि दुखाइ सहेर बस्नुभन्दा र आफ्नो काममा अथवा झन् डिसेबल जस्तो त हुने होइन डिसेबल भएर बस्नुभन्दा चाहिँ एउटा परामर्श लिएर एउटा सरसल्लाह लिएर चाहिँ जोड्ने फेर्नु भयो भने उहाँको डेली लिभिङ मात्र होइन कि उहाँको फङ्सनालिटी र उहाँको काममा पनि धेरै हेल्प हुन्छ भन्ने चिज चाहिँ हामी उहाँले बुझाउनु खोज्नुपर्छ होइन अब उहाँ आफ्नो अब मुस्ताङमा फेरि काममा फेरि फर्किने प्लान गर्दै हुनुहुन्छ होइन केही समय काठमाडौँमा बसेर र यो सबै सुन्न पाएकोमा चाहिँ हामी पनि खुसी भएको छौँ होइन जस्तो म मेरो टिममा डाक्टर प्रबल डाक्टर सुरज सिल्भर लाइन हस्पिटल त्यहाँको होल टिम म्यानेजमेन्टदेखि एनेस्थेसिया एभ्रिबडी र हाम्रो तपाईँलाई पर्सनल केयर गर्नुहुने हाम्रो फिजियोथेरापी ताश्री लामाज्यू यहाँ आएर त अनि हिलिङ क्लिकमा फिजियो एक्सर्साइज गरिराख्नु भएको छ होइन यो हामी सबैको तर्फबाट चाहिँ वी आर रियली ह्याप्पी टु सी यु लाइक दिस होइन हाम्रो इन्ट्रेस्ट हाम्रो इच्छा चाहिँ तपाईँ फेरि आफ्नो काममा पहिला जस्तै अथवा दुखाइ बिना र आफ्नो काममा फेरि जान सक्नुहुन्छ भन्ने हाम्रो तपाईँको शुभकामना छ dia apa yang mana dia masuk terlalu politik dia kalau masuk di rokok kalau cerita ni dia sampai tanda yang usun dia cek terapi dan yang usun dia tu mesti kalau itu dia cek
अनि उहाँले चाहिँ के भन्नुभयो भने अहिले जुन चाहिँ मुस्ताङबाट उहाँको एउटा जर्नी काठमाडौँसम्म आएको यो बिचको जर्नीमा चाहिँ हाम्रो एउटा डाक्टर रुपेशको टिम र यो फिजियोथेरापीदेखि लिएर धनी सबैलाई उहाँको मनैबाट धन्यवाद भन्नुभयो ल धेरै धेरै खुसी लाग्यो हस् नमस्ते हस् थ्याङ्क यू है